हेलो गुड आफ्टरनुन सबैजनालाई होइन म आजको दिन फेरि एउटा सानो ब्लग बनाइरहेको छु। न त म यो ब्लग अहिले बनाउने थिइनँ किनभने मेरो अलिक बिमारको कारणले गर्दा के गर्नु साथीहरू अब बिमारले नै साथ छोड्दैन हो। मान्छेले साथ छोड्छ, बिमारले साथ छोडे हुन्छ नि हुँदैन। मैले तपाईँलाई भनिसकेको छु त पहिला नै मेरो नसाको प्रब्लम चाहिँ यस्तो हो। म कुन दिन फिट हुन्छु कुन दिन फिट हुँदैन त्यो त मलाई पनि थाहा हुँदैन होइन। दबाई त खाइरहेको छु। अब दबाई पनि पहिलाको जस्तो भक्कु त खान्दिनँ, कम खान्छु किनभने म ज्यादा मोटाको कारणले गर्दा जिउ पुरा घटाउनु पर्छ। लिभरमा ज्यादा फ्याट भएको कारणले दबाई नै ज्यादा खाएर मेरो फ्याट भएको हो नि त। अनि त्यो कारणले गर्दा धेरै गाह्रो पर्छ नि साथीहरू बिमार हुँदा त। खै चिसो त अलिक कमै भइसक्यो, सिलगढीमा गर्मी चढिसकेर पनि फिटै हुँदिनँ हो। खास त म अहिले बनाउने पनि थिइनँ, म बिमार भएकोहरू बनाउनु मन पनि पर्दैन। अब यो त अलिअलि फिट हुँदा बनाएको, पुरै बिमार भएको त म त तपाईँलाई देखाउन सक्दिनँ। अब त्यो त मेरो म त तपाईँलाई त्यस्तो त पुरा बिमार भएको त म हाल्नु सक्दिनँ हो। किनभने चाहिँ मेरोमा पुरा मेसेन्जरमा मेसेजहरू आएको छ। कतिले गुड मर्निङ भन्छ होइन, गुड आफ्टरनुन, कस्तो हुनुहुन्छ, के हुनु धेरैले गर्छ। अनि म सबैको रिप्लाई दिनु सक्दिनँ। सबैको मतलब म सिङ्गल पनि कसैको रिप्लाई दिँदिनँ होइन। अब जे भए पनि एटलिस्ट अब मैले एउटा यो ब्लग बनाउँदा बिचराहरूले अब सबैजनाले कस्तो हुनुहुन्छ के हुनुहुन्छ भनेर पठाउनु भएको होला। मैले रिप्लाई दिनु सक्दिनँ। बिमार हुँदा त म प्रायः फोन पनि हेर्दिनँ होइन। अनि त्यो भएर उहाँहरूको रिप्लाई दिनुको लागि मात्रै मैले सानो एउटा ब्लग बनाएको। सबैजनालाई थ्याङ्क यू सो मच होइन। सबैजनाले सोध्नुहुन्छ नरिसाइदिनुहोस्। सबैले त कति रहेछ पनि भन्नुभएको छ कि कति फुल्के रिप्लाई दिनु पनि कति गाह्रो भन्नुहुन्छ होइन। अब गाह्रो पर्छ नि, म अरू जस्तो तपाईँहरू जस्तो नर्मल होइन। अनि त्यो भएर नरिसाइदिनुहोस् होइन। त्यो कारण मेरो भिडियो चाहिँ लाइक चाहिँ गरिदिनुहोस्, लाइक सेयरहरू चाहिँ गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् कस्तो लाग्छ के लाग्छ भनेर होइन। अनि त्यो भएर अब भिडियो पनि त बनाउनु कन्टिन्यू राम्रो बनाएर देखाऊँ त हुन्छ होइन। अब छैन त मेरो त अब अप्सनै छैन। अहिले त म त बनाउनु पनि सक्दिनँ। अब बाहिरको त कुरै छोड्दिनँ, अब भित्रको मैले त म त बनाउनु सकेको छुइनँ। अनि त्यो भएर मात्रै धेरै मेसेज आएको छ। अब रिप्लाई दिएन भनेर भन्छ भनेर मात्रै यसबाटै तपाईँलाई सबैजनालाई रिप्लाई दिइरहेको छु। म सिङ्गल रिप्लाई पनि दिनु सक्दिनँ, नरिसाइदिनुहोस्। म किनभने सबैको मेसेज हेरिबस्दिनँ होइन, हेर्नु पनि सक्दिनँ किनभने मेरो आँखाको पनि प्रब्लम हुन्छ। त्यो भएर नरिसाइदिनुहोस्। सबैलाई यही ब्लगबाट मैले रिप्लाई दिएको छु तपाईँहरूको लागि ल, नरिसाइदिनुहोस्।